हेलो गाइज गुड इभिनिङ। हामी चाहिँ यहाँ छौँ है कुलेखानी रिसोर्टमा। यस्तो चाहिँ यो चाहिँ 8,000को रुम। यहाँबाट चाहिँ भ्यूहरू भोलि कमाल देखिन्छ। लगभग चाहिँ खाँदै हुनुहुन्छ म्याडमले। 6:30मा यस्तो छ है रुमहरू चाहिँ। डिलक्स रुम हो। यहाँ चाहिँ बाथरुम छ। यस्तो छ। हरेक छ ओभरअलमा चाहिँ। हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ यहाँ अहिले कुलेखानी भिलेज रिसोर्टमा छु। अहिले चाहिँ कति 8:54 भइसक्यो। अब बुफेट सिस्टम खाजा सुरु भइसक्यो। अब जानुपर्ने हुन्छ। तल कल आइसक्यो काउन्टरबाट। रुम चाहिँ भद्रगोल छ। यस्तै छ है। अब के गर्नु भर्खर उठेपछि यस्तै हुन्छ। यहाँ त तल स्विमिङ पुल सानो छ ठिक्कको। खाजा चाहिँ यस्तो छ। यो टक है बिसान भ्लगमा आउँछ है। अब अब खाजा खाँदैछौँ। कुलेखानी भिलेज रिसोर्टबाट अब जिप लाइनको लागि जाँदैछौँ। टक्क यहाँबाट चाहिँ 2 मिनट मात्र लाग्छ। प्राइस चाहिँ 2500 रहेछ विथ भिडियो। हाम्रो स्कट चाहिँ अब टक्क जिप लाइनको लागि जाँदैछ। आमा अगाडि चाहिँ जेन्टलम्यान ह्यान्डसम यहाँ हुन्छ। पछाडि चाहिँ बाटुली। ल यो चाहिँ कुलेखानीको ड्याम साइड हो। अब हामी चाहिँ टक्क जिप लाइनको लागि आइसक्यौँ। वेटिङमा छ मान्छे। बहिनी त के भयो डरायो के हो अनार के भयो? जिप लाइनमा रेडी भइसक्यौँ। यहाँबाट चाहिँ 1 मिनट लाग्छ ट्याक्कै। 1 मिनटमा चाहिँ 2500 चाहिँ। केही हुँदैन ल। भर्खर जिप लाइन हानेर अब निकाल्दैछ। कस्तो भयो फाइनली? सातो गयो क्या हो? है जिप लाइन पनि फाइनली हानियो। अब यस्तो मजा भयो। बवाल आयो। अलिक हुँदो रहेछ। त्यति साह्रो डर चाहिँ लागेन। हामी चाहिँ सब हानेर आएको। ल यस्तो छ फेरि
हाम्रो लेखानी प्लेस रिसोर्टबाट हामी जाने चाहिँ त्यो सोहोरामा चाहिँ दामी छ आउनु होला बिल्डिङ जस्तो छ। सो हाम्रो कुलेखानीको ट्रिप चाहिँ यहाँ रहँदैछ। अब 2 जना काठमाडौँ 2 जना चितवन। रमाइलो भयो कि भएन? भयो नि ल रमाइलो भयो नि 2 देखाइदिउँ 2 बुढी 2 ल ठिक छ ठिक छ। हामी सब जान्छौँ। Look at the view, क्या? Yes. बाटो त दामी छ है।